अमेरिकामा आफ्नो छोरा हराएपछि पुकार छोरा खोजिदिन सबै अमेरिकीवासीलाई आग्रहसहितको यो खबर लिएर आएको छु। अमेरिकाको म्यासाचुसेट्स राज्यस्थित बोस्टनलाई शिक्षा र शान्त वातावरणका लागि चिनिन्छ। त्यही सहरमा विगत केही समयदेखि बस्दै आएका उदयपुरका 30 वर्षीय साजन कार्की 2 महिना अघि अर्थात् मे महिनातिर एकाएक हराउन पुगे। साजन सम्पर्कविहीन भएपछि उनको खोजीमा परिवार र आफन्तले सम्भावित सबै ठाउँ सोधपुछ गरे, खोजी गरे, तर कुनै सुइँको उनको पाउन सकेनन्। उनी कहाँ छन् भन्ने कुरा नै पत्ता लगाउन सकेनन्। तर गत अगस्त 8 तारिकमा उनै साजनको फेसबुक प्रोफाइलबाट एउटा भिडियो सार्वजनिक भयो। भिडियोमा को पृष्ठभूमिमा देखिएको दृश्य टेक्सासको डालासस्थित डाउनटाउन क्षेत्र रहेको देखिन्छ। भिडियो धमिलो र अस्पष्ट थियो, जसमा उनले कुनै स्पष्ट सन्देश त दिएका छैनन्, तर उनी बोस्टन छाडेर सयौं माइल टाढा टेक्सासको डालस पुगेको स्पष्ट यो भिडियोमा हुन्छ। त्यो भिडियो सार्वजनिक भए लगत्तै उनी पूर्ण रूपमा सम्पर्कविहीन भएका छन्। त्यसपछि पनि उनको केही अत्तोपत्तो लाग्न सकेको छैन। अहिले परिवारमा एकदमै चिन्ता थपिएकोले उनको खोजीको लागि सहयोग गरिदिन भन्दै हामीलाई यो मेसेज आएको थियो र हामीले यो मेसेज तपाईहरु समक्ष प्रस्तुत गरेका छौं। बोस्टनबाट एकाएक हराउनु र त्यसको 2 महिनापछि अर्कै राज्यको सहरमा पुगेर अस्पष्ट भिडियो हालेपछि फेरि बिलाउनुले घटनालाई थप रहस्यमय बनाएको छ। नेपाली समाज र परिवारको भावुक अपिल के रहेको छ भने साजनकी आमा र परिवारजन यति बेला नेपालमा अत्यन्तै चिन्तित र विक्षिप्त अवस्थामा हुनुहुन्छ। कसैले देखे वा भेटेमा सम्झाएर खोजेर नेपाल पठाउन सहयोग गरिदिन एउटा मानवको ठूलो कल्याण हुने बताइएको छ भन्दै सामाजिक सञ्जाल मार्फत नेपाली समुदाय, नेपाली समाज, टेक्सास लगायतका सम्पूर्ण समुदायले पनि गुहार गरेका छन्, आग्रह गरेका छन्। त्यसकारण यदि कसैले देख्नु भएको छ भने कृपया साजनलाई तल मैले राखिदिएको नम्बरमा सम्पर्क गरिदिनुहोला। अमेरिकावासी नेपालीहरूलाई एकदमै आह्वान गरिएको छ। यदि तपाईँ डालास वा आसपासको क्षेत्रमा हुनुहुन्छ र साजनलाई देख्नु भएको छ भने कृपया तुरन्तै यहाँ राखिएको नम्बर वा स्थानीय प्रहरी, नेपाली सङ्घ संस्थाका प्रतिनिधि र हाम्रो युएस नेपाल पोस्टलाई पनि तपाईँले जानकारी गराउन सक्नुहुनेछ। कृपया यो जानकारी धेरैभन्दा धेरै माझ पुर्याइदिनु होला ताकि साजनको खोजीको लागि सहयोग पुग्न सकोस्। सबैले सहयोग गरिदिनु होला।